Hello everyone, welcome to my YouTube channel. I hope you सबैजना सन्चै हुनुहुन्छ होला अनि म एकदम सन्चै छु. So I am back with my daily vlog. अनि हामी चाहिँ अब जाँदै छौं यहाँ दिदीहरुसँग काफल टिप्नलाई. यिनीहरु चाहिँ दिदी बहिनी मेरा हुन्. अनि हामी चाहिँ यता जाँदै छौं. सो हामी चाहिँ अब काफल टिप्न जाँदै छौं. सो यतै गर्नु होला. नयाँ हुन्छ भने लाइक शेयर सब्स्क्राइब गर्दिनु नबिर्सिनु होला. She's my younger sister and she's my older sister. So अहिलेसम्मको साथ सपोर्टको लागि thank you very much. अनि यो भनेको टिफर हो. यसलाई त म यस्तै गरेर देखाउँछु गाइज. रुको जरा सबर करो. तेरा गयो त्यो मान्छेले मलाई कस्तो हेरेको हो. कस्तो के म राम्री छुइनँ छु नि. सो अस्ति नै चाहिँ हामी यहाँ काफल टिप्न आएको थियौँ कि. अस्ति नै आएको थियो हामी. अब काफल यतै आएको थियो कि यहीँ गएर माथि. अनि यहाँ चाहिँ काफल मिठो थियो. सो हामी चाहिँ 5-6 जना आएको थियौँ. अनि काफल थोरै लगाएको थियो, धेरै त थिएन. त्यतिखेर अलि सिजन नै थिएन. अनि अहिले चाहिँ काफलको सिजन छ. अनि हामी चाहिँ दिनदिनै जान्छौँ काफल टिप्नलाई. अनि रुखमा चढ्न चाहिँ सक्दिनौँ. सो के हो के साथीहरू, हाम्रो गाउँको बाटो यस्तो राम्रो हो. यहाँ चाहिँ गड्डी हो छैन हाम्रो चाहिँ उता. यो चाहिँ हाम्रो दिदीको गीत. सो हामी चाहिँ 3 दिदी बहिनी हौँ. अनि म चाहिँ माइली, जेठी उहाँ कान्छी बहिनी. सो साथीहरू यसमा चाहिँ हुनुपर्छ. अनि यो चाहिँ सुनसान छ. एकछिनपछि चाहिँ घाम डुब्छन्, सनसेट हुन्छ. हजुर. अनि यो चाहिँ ठ्याक्क हाम्रो तल स्कुलभन्दा ठ्याक्क माथिको डाँडा. उता चाहिँ जुम्रे डाँडा यहाँबाट देखिरहेको छ मजाले हैन. So keep watching guys. हेर्न सक्नुहुन्छ काफल. अब हामी चाहिँ यो माथिको बोर्डमा टिप्ने छौँ. अनि सायद म चढ्छु कि दिदी चढ्छ. So keep watching guys, keep watching. रुको जरा सबर करो. हामी चाहिँ काफल टिपेर अब घर फर्किँदैछौँ. काफल देखा त. काफल चाहिँ यति पायो होइन. यो काफल खोज्न गएको मान्छे, रुख खोज्न गएको, काफलको रुख खोज्न गएको मान्छे वहीँ हराउने. म एक्लै चढेर त्यति ल्याएको. यसले टिपेको त यसले आफै खाइसकिसक्यो. घर जाने नाम छैन. अनि अब रात पनि पर्न आँटिसक्यो. 6:30 अलरेडी भइसक्यो. अनि हामी चाहिँ अलिक ढिलै आएको थियौँ. 5:45 बजीतिर आएको थियौँ. सो हेलो एभ्रिवान, दिस इज नेक्स्ट डे. म चाहिँ हिजोकै भ्लगमा कन्टिन्यू गर्दैछु. अनि म चाहिँ अब जाँदैछु. सो हजुरहरूले थाहा पाउनु सक्यो होला एट द टाइटल एन्ड थम्बनेल. म चाहिँ मेरो पसल जाँदैछु.
त्यो पसल चाहिँ रहेको छ तल जुन स्कुलभन्दा माथि छ। सो म चाहिँ तपाईँहरूलाई देखाउने नै छु, हेर्दै गर्नु होला। साथीहरू यहाँ चाहिँ एकदम धेरै पानी परिरहेको छ हिजो राति 12 बजेबाट। अनि म चाहिँ पानीमा छाता ओढेर पसल जाँदैछु। अनि हिजो कत्रो ठुलो गराङ गुरुङ गरेर कति धेरै पानी आएको। अहिले चाहिँ अलिकति मसिनै आएको छ, अलि सानो आएको छ पानी। हिजो राति चाहिँ एकदम ठुलो आएको थियो। सो हजुरहरूकोमा पानी परेको छ कि छैन, हजुरहरूको ठाउँतिर घरतिर पानी परेको छ कि छैन, सो कमेन्ट गरिदिनु होला। अनि कस्तो लाग्थ्यो भने यस्तो भ्लग बना भ्युज त मजाले गइहाल्छ नि, हेरिहाल्नुहुन्छ नि जस्तो लाग्थ्यो। तर इट्स डिफिकल्ट। बल्ल म आफैले भोग्दैछु। अनि अरू भ्लगरहरूको भ्लगहरू हेर्दा त यति मजाले भ्लग बनाउनु भए उहाँहरूको त यति मजाले भ्युज मेरो नि गइहाल्छ नि जस्तो सोच आउँथ्यो। बट इज नट ट्रु। अनि मैले युट्युब स्टार्ट चाहिँ पहिलेबाट गरेको थिएँ कि। अनि मेरो युट्युब अर्को आइडी पनि छ, त्यसमा चाहिँ मेरो केही पर्सनल रिजन भनौँ, त्यो पर्सनल रिजनले गर्दा त्यो युट्युब च्यानल चाहिँ मैले कन्टिन्यू गरेन। अनि यो च्यानल खोलेँ अनि यसमै कन्टिन्यू गर्दैछु। मेरो बेस्ट दिइरहेको छु, मैले जति सक्छ टाइम मैले त्यति दिइरहेको छु। अब त्यस्तै त्यो कामहरू हुन्छ, सबै हुन्छ। अनि मैले जति सक्छ त्यति नै गरिरहेको छु। मैले जति भ्याउँछु त्यति गरिरहेको छु, त्यति नै टाइम दिइरहेको छु। अब लेट्स हेरौँ कस्तो हुन्छ। सो अब म चाहिँ पसल जाँदैछु। होइन कत्रो पानी परेको थियो यु क्यान सी। बाटो के भएको यो, के भएको, कत्रो पानी परेको थियो त भनेपछि बाटै खराब होइन। होइन हो साथी, हाम्रोमा मात्र यस्तो हो कि हजुरहरूको पनि भएको छ? के हो यो बाटो, के हो यार? अहिले यस्तो भयो भने बर्खामा गाडी कसरी हिँड्छ यो बाटो? हाम्रो ठाउँमा मात्र यस्तो भएको हो कि हजुरहरूको ठाउँमा नि त्यस्तै भएको छ, त्यस्तै बाटो भएको छ? प्लिज कमेन्ट गरिदिनु होला। अनि म चाहिँ मेरो पसल पुग्न आँटिसकेँ। यहीँ तल छ, घरबाट 20 मिनटको टाढामा छ। पसल गएपछि हजुरलाई पसलको बारेमा भन्ने नै छौँ। के हो यार यो बाटो? यहाँबाट लड्यो भने के होला? फेरि त्यहाँ चाहिँ बाटो राम्रो छ है, त्यहाँ चाहिँ सिडीहरू हालेको छ। यो राम्रो बाटोहरू बनाइरहेको छ। यो ठाउँ चिन्नुहुन्छ भने कमेन्ट गरिदिनु होला। साथीहरू मेरो यतापट्टिको गाला पुग्ग देखिरहेको होला, मैले चाहिँ छुर्पी खाएको छु। अनि त्यही भएर एउटा गाला मोटो देखिरहेको होला। सो किप वाचिङ, हेर्दै गर्नु होला।
जुन चाहिँ हामी पढेको स्कुल हो 12 सम्म यहीँ पढेँ गाउँमै पढेँ त्यसपछि म चाहिँ पसल आइसकेँ मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यो चाहिँ मेरो पसल होइन ए रहेको छ हाम्रो पसल यता चाहिँ चप्पलको सेक्सनहरू छ अनि यहाँ चाहिँ कस्मेटिकको सेक्सनहरू छ अनि यो एक्स्ट्रा बसेको चप्पलहरू अनि यता पछाडि चाहिँ स्टोर छ सो नदेखाम अनि अलमोस्ट सबै सामानहरू सकिसकेको छ होइन पसल त भन्छु तर किन खाली छ भन्ने कुरा हजुरहरू लागिरह होला सो म तपाईँलाई बिस्तारै भन्दै गर्छु हेर्दै गर्नु होला सो साथीहरू तपाईँ देख्न सक्नुहुन्छ मेरो पछाडिको ब्याकग्राउन्ड म चाहिँ अहिले पसलमा छु अनि यो पसलको बारेमा चाहिँ थोरै इन्फर्मेसन हजुरलाई दिन गइरहेको छु यो पसल स्टार्ट गरेको चाहिँ हाम्रो 14 वर्ष भइसक्यो पसल त्यही हो बट ठाउँ मात्रै रिप्लेस हो पहिला चाहिँ हामी टरामा बस्थ्यौँ बारीको खाली ठाउँ छ त्यो चाहिँ हाम्रो यस्तै टरा थियो अनि हामीले चाहिँ टरा भत्कायौँ त्यसमा अब धेरै पुरानो भएपछि त अनि पानीहरू लिकेज हुने समस्या भएको सो तपाईँले देख्न सक्नु भइसक्यो हाम्रो पहिलाको पसल राखेको ठाउँ त्यहाँ चाहिँ टरा थियो अनि त्यो टरामा चाहिँ बर्खामा चाहिँ एकदम पानीहरू लिकेज हुने अनि अब यस्तो चैत वैशाखमा चाहिँ धेरै हावाहुरी आउँदा त्यो टर उडाएर लान सक्ने त्यस्तो त्यो पुरानो भइसकेको थियो अनि त्यही भएर हामी चाहिँ यता सिफ्ट भयौँ त्यसको ट्याक्कै अपोजिट साथीहरू म चाहिँ अब पसलमा के गर्छु किप वाचिङ यदि गर्नु अलमोस्ट सब सकाएर भइसकेँ मैले क्याप्चर त गर्न पाइनँ बट मैले चाहिँ सबै कामहरू गरेर सकिसकेँ मेरो नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला अनि थ्याङ्क्स फर वाचिङ बाई बाई एन्ड लभ यु अर्को ब्लगमा भेटौँला